हेलो अनि नमस्कार साथीहरू। अहिलेको समयमा पनि धेरैजसो लगानीकर्ताहरूलाई परेको आइपिओ कसरी बेच्ने भनेर थाहा छैन। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई स्टेप बाइ स्टेप आइपिओ कसरी बेच्ने भनेर सिकाउन गइरहेको छु। यदि तपाईहरु पनि नयाँ लगानीकर्ता हुनुहुन्छ र तपाईहरुले पनि आजसम्म आइपिओ बेच्नु भएको छैन भने तपाईहरुको लागि यो भिडियो एकदमै महत्त्वपूर्ण हुनेवाला छ। साथीहरू, भिडियो सुरु हुनुभन्दा अगाडि सबैलाई एउटा रिक्वेस्ट गर्न चाहे, यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसनलाई नि अन गरिदिनु होला, ताकि यस्तै आइपिओ र शेयर मार्केट सम्बन्धी जानकारी तपाईहरुले आगामी दिनमा पनि मेरो च्यानलबाट हेर्न नै सक्नुहुनेछ। साथीहरू, तपाईहरुले सबैभन्दा सुरुमा चाहिँ आफ्नो ब्रोकर खाता खोल्नु पर्ने हुनेछ। ब्रोकर अकाउन्ट चाहिँ तपाईहरुले मार्केट ओपन भएको बेला खोल्नु पर्छ। ब्रोकर अकाउन्ट खोलिसकेपछि तपाईहरुले सबैभन्दा मुनि बाइ एन्ड सेल को अप्सन देख्न सक्नुहुनेछ, त्यहाँनिर क्लिक गर्नुहोस्। त्यसपछि चाहिँ तपाईहरुले कुन आइपिओ बेच्न चाहनुहुन्छ र कति क्वान्टिटीमा बेच्न चाहनुहुन्छ भनेर एउटा अप्सन आउनेछ। म चाहिँ यहाँ मैले बेच्न चाहेको आइपिओ को नाम सर्च गर्नेछु। त्यसपछि चाहिँ तपाईहरुले क्वान्टिटीमा कति किता बेच्न चाहनुहुन्छ भनेर किता लेख्नुहोस्। अनि प्राइसमा चाहिँ तपाईहरुले मार्केटमा चलिरहेको रिसेन्ट प्राइस हाल्नुहोस्। त्यसैगरी यहाँ माथि चाहिँ तपाईहरुले सेल र बाइ को अप्सन देख्न सक्नुहुनेछ। तपाईहरुले सेल गर्दै हुनुहुन्छ कि बाइ गर्दै हुनुहुन्छ भनेर चुज गर्नुहोस्। मैले चाहिँ सेल गर्न लाग्दैछु, त्यसैले म यहाँ सेलमा क्लिक गर्दैछु। सबै कुरा मिलिसकेपछि तपाईहरुले फेरि मुनिको सेलमा क्लिक गर्नुहोस्। यसरी चाहिँ तपाईको आइपिओ सेलमा जानेछ र तपाईहरुले यो आइपिओ सेल भयो कि भएन भनेर यहाँ माथिको अर्डर बुकमा गएर चेक गर्न सक्नुहुनेछ। शेयर बिक्री भइसकेपछि चाहिँ कम्प्लिट नत्र ट्रेडेड भनेर आउनेछ। मेरो चाहिँ यहाँनिर ट्रेडेड भनेर आइसकेको छ, यानी कि मेरो शेयर बिक्री भइसकेको छ। यसरी चाहिँ तपाईहरुले परेको आइपिओ सजिलै बेच्न सक्नुहुनेछ। त्यसका साथसाथै तपाईहरुले कुनै पनि आइपिओ बेच्ने वा किन्ने सोच्नु भएको छ भने तपाईहरुले बाइ गर्न चाहनुहुन्छ भने पनि तपाईहरुले सेलको ठाउँमा बाइ गरेर बाँकी प्रोसेस सेम गरेर तपाईहरुले आइपिओ किन्न सक्नुहुनेछ। साथीहरू, यसरी चाहिँ तपाईहरु सजिलै आइपिओ किनबेच गर्न सक्नुहुनेछ। साथीहरू, भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरी एउटा कमेन्ट छोड्न नबिर्सिनु होला। धन्यवाद।